हेलो हेलो नमस्ते सबैजनालाई नमस्ते। म चाहिँ यतिखेर हाम्रो कुलप्रसाद सापकोटा मामाको गेस्ट हाउसमा छु। भरतपुर चितवन क्यान्सर गेट नम्बर 1 अगाडि ठ्याक्कै गेटबाट ठ्याक्कै 50 मिटर अगाडि दक्षिणपट्टिको दूरीमा छु। उहाँ चाहिँ मेरो मामा हुनुहुन्छ। मामा नमस्कार। नमस्कार। सन्चै हुनुहुन्छ? सन्चै छु। आराम हुनुहुन्छ नि है? आराम, एकदमै आराम। अनि कतिको व्यस्त हुनुहुन्छ? व्यस्त भन्नाले यस्तै हो, ठिकै 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 है। यता माइजू पनि हुनुहुन्छ। माइजूले यता लट्टेको साग केलाउँदै हुनुहुन्छ। सन्चै हुनुहुन्छ माइजू? सन्चै सन्चै। यता हाम्रो बहिनी शिला के छ शिला खबर? सबै ठिक छ। ठिक छ है। ल लट्टेको साग यसरी। अनि यहाँ चाहिँ कोही पनि पेसेन्ट लिएर चाहिँ क्यान्सर अस्पताल आउँदै हुनुहुन्छ भने त्यहाँ नजिकैको छेउमै रहेको 1 नम्बर गेट अगाडि 50 मिटर अगाडि रत्न गेस्ट हाउस भनेर लेखिएको निलो साइन बोर्ड देख्न सकिन्छ। बाटैबाट तपाईँहरूलाई यहाँ मैले प्रत्यक्ष देखाउँछु। यहाँ देख्न सक्नुहुन्छ। ल हेर्नुहोस्, ल हेर्नुहोस्, यसरी देख्न सक्नुहुन्छ रत्न गेस्ट हाउस। ल हेर्नुहोस्, यहाँ चाहिँ उल्टो देखिँदो रहेछ है। यसरी गेस्ट हाउस यहाँ छ। ल आउनुहोस् मामा, थोरै कुराकानी गरौँ। अब यहाँबाट माइजूलाई सोध्छु। माइजू के अरे यहाँबाट कति नजिक छ हस्पिटल, क्यान्सर अस्पताल भनिदिनुहोस् त। एकदम नजिकै 50 मिटर अगाडि हो। हजुर। देवी र आइरिसको बिचबाट छिर्नुहोस्, नजिकै छ हाम्रो होटल, लज, खाना बस्न व्यवस्था छ है? राम्रो व्यवस्था छ। अनि यहाँ तपाईँको गेस्ट हाउसमा आएर बस्दाखेरि मासु भातको व्यवस्था नि हुन्छ? सबै, खसीको मासु, कुखुराको मासु, माछा एकदम। अनि के यो चितवनमा त अलिक अत्याधिक गर्मी छ। अनि गर्मी छ, एसी छ कि छैन नि तपाईँको? एसी पनि रुमहरुमा एसीको सुविधा छ है। एसी? हजुर। एसी यो गर्मीमा अब बिरामीले एसी भएको रुममा सुत्न पाउनु भनेको नि एकदम सौभाग्य हो है। हजुर हजुर। ल अनि मामा तपाईँलाई सोध्न चाहेको, अनि खाना पुरै खानाको नि व्यवस्था छ है? खाना खाने अनि बास बस्नको लागि सुविधा छ। विशेष गरी टाढाबाट आउनेलाई हैन, टाढाबाट आउनेलाई ट्रिपल बेडको सुविधा, एटेच बाथरुम, एसी सहितको त्यस्तो छ है। नर्मल सादा सबै छ, पनि व्यवस्था छ। ल एकदम खुसी लाग्यो। आउने टक्क यता टिभी हेर्ने हैन, टिभी हेर्ने, खानासाना खाने, त्यसरी बाहिर खाना खाने ठाउँमा नि यसरी पङ्खाहरू लगाइएको छ। मजाले यहीँ खाना खाने, यता बस्ने। एसी सहितको रुम पनि छ। एसी सहितको रुमलाई अब चार्ज त तपाईँले पक्कै यहीँ आसी अब समझदारीमा लिनुहुन्छ होला हैन, के कति भन्ने कुरो अब अहिले पब्लिक गरिदिने हो र कति भन्नुहुन्छ एसी सहितको रुमलाई? हेरी हेरी छ। 1700, 1500, 1700 रुममा हेरी हेरी छ है। हेरी हेरी। एकदम सस्तो चाहिँ कति छ? सस्तो 1500। 1500 छ है। विदाउट एसी चाहिँ कतिको? विदाउट एसी 1200। 1200 को है। त्यहाँभन्दा सस्तो छैन? कम्बर्ड बाथरुमहरु, ट्रिपल बेडहरु भएको। त्यहाँभन्दा सस्तो छ कि छैन रुमहरु? कम्बर्ड यस्तो सादा रुमहरु त 600, 500 हेरी छ। ल हेर्नुस् है, 500 देखि तपाई एक रात सुत्न आउनुहुन्छ भने 500 देखि 1800 सम्म एसी भएका रुमहरु पनि उपलब्ध छन्। रत्न गेस्ट हाउस क्यान्सर 1 नम्बर गेट अगाडि ठ्याक्कै हस्पिटलबाट 50 मिटरको दूरीमा रहेको छ। प्रोपाइटर कुलप्रसाद सापकोटा उहाँ नै हुनुहुन्छ र तपाईँ एकपटक आएर सेवा गर्ने मौका दिनु होला है त। र यो बीचमा म चाहिँ तपाईहरुलाई अपडेट गराइरहने छु। म अहिले नेपाल आएको छु। यो बीचमा धेरै ठाउँमा म हिँड्दै छु, घुम्दै छु। अहिले चाहिँ यहाँ रत्न गेस्ट हाउस मेरो मामाको गेस्ट हाउस हो। तपाईहरु यदि टाढाबाट आउनु भएको छ या नजिकै हुनुहुन्छ भने पनि 1 नम्बर गेट अगाडि भरतपुर क्यान्सर अस्पताल 1 नम्बर गेट अगाडि ठ्याक्कै त्यो के फार्मेसी अरे देवी र आइरिसको बिचबाट दक्षिणपट्टि, थोरै दक्षिणपट्टि आउनु होला। देवी फार्मेसीबाट ठ्याक्कै भित्रपट्टि छिर्नु भयो भने ठ्याक्कै 1 नम्बर गेट अगाडि छ। आउनु भयो भने ठ्याक्कै तपाईले देख्न सक्नुहुन्छ। बाटैबाट निलो साइन बोर्ड राखिएको छ, त्यहाँ आउनु होला र एकपटक सेवा गर्ने अवसर दिनु होला है त। तपाईलाई खाना बस्न
सुत्नको सबै सम्पूर्ण व्यवस्था छ, एकदम सस्तो, सुलभ र स्वच्छ सफा छ है त। भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। अन्त्यमा केही भन्नु छ मामा? केही भन्ने छैन, गुड लक, फेरि अवसर मिलोस् भेट्नलाई। हस् हस्, भिडियोबाट छुटौँ है त। ल ल, हस् हस् हस्, धन्यवाद। ल बाई।